नमस्ते साथीहरू, सेवारो युट्युब रेसमा फ्यामिली ब्लगमा हजुरहरूलाई स्वागत छ। सदा चाहिँ मैले आज पनि ब्लग बनाउँदैछु है साथीहरू, किनभने म आज पास्मीमा गएको थिएँ नि त। अनि बाबुको पास्मी थियो, अनि पास्मीमा गएको थिएँ, अनि त्यही भएर मैले थोरै भिडियोहरू बनाउन लागेँ साथीहरू। अनि यो चाहिँ बाबु हो, बाबुको मामु र छोरो। अनि बाबुको चाहिँ पास्मी थियो र अनि हामी पनि गएको थियौँ साथीहरू। अनि एकदम रमाइलो राम्रो पछाडि हुने मामाहरू, बाबुको मामाहरू। यो चाहिँ घर हो। अनि हजुरबाउ बाबुको पास्मीवाला बाबुको चाहिँ उहाँ चाहिँ हजुरबाउ हुनुहुन्छ, मेरो चाहिँ दाजु है। उहाँ चाहिँ मेरो दाजु हुनुहुन्छ। अनि हामी घर फर्क्यौँ सकेर। अनि हामी चाहिँ 3 जना गएको थियौँ, उहाँ दिदी अनि भेना म भएर हामी अटोमै गयौँ, अटोमै आयौँ साथीहरू। घर आइपुगेपछि फेरि अर्को तिर पनि हामी जानुपर्ने थियो, अनि त्यही भएर हामी चटाछट छिट्टै फर्क्यौँ। अनि छिट्टै फर्केर नि हामी चाहिँ घर आइपुगेपछि अनि साथीहरू अनि फेरि यता लाग्यौँ हामी छेवारमा। फेरि हामी छेवारमा चाहिँ काकी भान्जी देउरानी नानीहरूसँग हामी फेरि छेवारमा के अनि लाग्यौँ त पास्मी सकेर हारे त छेवारमा जाँदैछु म चाहिँ साथीहरू। अनि भान्जी बहिनीहरूसँग जाँदैछु। अनि हामी भिडियोहरू बनाउँदै जाँदै थियौँ, पुरा घाम थियो। अनि यहाँ छेवार स्थल पनि पुग्यौँ। उनीहरू चाहिँ दाजुभाइको छोरीहरू, छोरा र छोरी, भाइको छोराको चाहिँ छेवार, बहिनी चाहिँ दाजुको छोरी। अनि हामी छेवार खाएर पनि फर्क्यौँ साथीहरू। हामी 3 जना फर्क्यौँ, 4 जना। अनि बाबु नानीहरू चाहिँ अगाडि आइसकेको थियो, हामी मात्रै छौँ पछाडि। अनि म उनीहरूसँग गफ गर्दै नाच्दै के बाटोमा हामी आउँदै थियौँ। अनि एकदम नाच्दै बधाइनीलाई फोनसम्म लगाएर अनि चाहिँ नाच्दै फर्क्यौँ साथीहरू। एकदम रमाइलो भयो, छेवार पनि मनाएर फर्क्यौँ एकै दिनमा कि बाबुको पास्मी पनि अनि बाबुको छेवार पनि मनाएर हामी चाहिँ गीत एकतिर म एकतिर हुँदै नाचिरहेको छु है साथीहरू। यहाँ चाहिँ रमाइलो भइरहेको छ मेरो लागि चाहिँ। अनि हामी घरतर्फ लाग्यौँ साथीहरू। अब चाहिँ मैले यति नै भ्लग बनाएँ साथीहरू। सबैलाई मेरो भ्लगमा बाई बाई।